जय मसी। एउटा गाउँमा एकजना विश्वासी बाजे हुनुहुन्थ्यो। ती बाजेले गाउँको सबै मान्छेहरूलाई ब्याजमा पैसा दिनुहुन्थ्यो। एकदमै महँगो ब्याज, 100 कडा 10। आजको हिसाबले भन्नुहुन्छ भने त्यसलाई मिटर ब्याज नै भन्न सकिन्छ। त्यही पनि गाउँको सबै मान्छेहरू बाजेसँग एकदमै धेरै खुसी थिए। र अर्को एकजना बुद्धिजीवी मानिस, धेरै पढे लेखेको, कानुनलाई राम्रोसँग बुझेको मान्छे हुनुहुन्थ्यो। र त्यो गाउँभरिमा केवल ती दुईजनाका मात्रै चर्चा हुने गर्थ्यो। एकजना ती विश्वासी बाजे जो एकदमै धनी हुनुहुन्थ्यो, र एकजना अर्को मानिस जो धेरै पढे लेखेको हुनुहुन्थ्यो, कानुनलाई राम्रोसँग जानेको मान्छे हुनुहुन्थ्यो। र ती बुद्धिजीवी मानिसले सोच्नुहुन्थ्यो, गाउँलेहरू कस्तो अबुझ होला है, ती विश्वासी बाजेले तिमीहरूलाई लुटिरहेको छ 100 कडा 10 ब्याजमा। त्यही पनि किन होला है, त्यही बाजेको तिमीहरूले तारिफ गर्न पर्ने, त्यही बाजेको गुणगान गाउन पर्ने। यो कुरा ती बुद्धिजीवी मानिसलाई पटक्कै मन पर्थेन। र एक दिन ती बुद्धिजीवी मानिसले ती विश्वासी बाजेलाई फसाउन सोच्नुभयो। त्यसपछि ती बुद्धिजीवी मानिसले एउटा योजना बनाउनु भयो। ती विश्वासी बाजेलाई फसाउनको निम्ति, ती विश्वासी बाजेलाई जेलमा हाल्नको निम्ति। त्यसपछि ती बुद्धिजीवी मानिस विश्वासी बाजेको घरमा गएर भन्नुभयो, बाजे, तपाईको गाउँभरि हल्ला चलेको छ, तपाईले 100 कडा 10 ब्याजमा पैसा दिनुहुन्छ अरे हो? हो बाबु, यो कुरा पक्का हो त? हो बाबु। त्यसपछि ती बुद्धिजीवी मानिसले भन्नुभयो, त्यसो भए मलाई पनि पैसा दिनुहोस् न। बाजेले भन्नुभयो, हुन्छ बाबु, तपाईलाई कति आवश्यक परेको छ लिएर जानुहोस्। त्यसपछि ती बुद्धिजीवी मानिसले दिमाग लगाउँदै भन्नुभयो, तर मलाई चाहिँ तपाईले एउटा कागज पनि बनाएर दिनुपर्छ है। त्यसपछि ती विश्वासी बाजेले भन्नुभयो, हुन्छ बाबु। त्यसपछि ती विश्वासी बाजेले एउटा कागज लेख्न थाल्नुभयो, र अन्तिममा ती विश्वासी बाजे र ती बुद्धिजीवी मानिसको औँठा छाप र हस्ताक्षर त्यो कागजमा थियो। र त्यो कागज ती बुद्धिजीवी मानिसले लिएर जानुभयो, र पैसा पनि लिएर जानुभयो। अब ती बुद्धिजीवी मानिसको लागि त्यो कागज एउटा बलियो प्रमाण भएको थियो ती विश्वासी बाजेलाई जेलमा हाल्नको निम्ति। त्यसको करिब 3-4 घण्टापछि ती बुद्धिजीवी मानिसले ती विश्वासी बाजेलाई पक्राउ गर्नको निम्ति प्रहरीहरू लिएर आउनुभयो। र बाजेलाई भन्नुभयो, बाजे, तपाईको आज अपराधको पर्दाफास भएको छ, र तपाईलाई आज जेल जानबाट कसैले पनि रोक्न सक्दैन। त्यसपछि विश्वासी बाजेले भन्नुभयो, ठिक छ बाबु, परमेश्वरले जे चाहनु भएको छ त्यही नै हुनेछ। यत्तिकैमा त्यहाँ सबै गाउँलेहरू जम्मा हुन थाले। र जो मानिसहरूले ती बाजेबाट पैसा लिएर जानुभएको थियो, उहाँहरूले भन्न थाल्नुभयो, तपाईले आज यी बुवालाई लिएर जान पाउनुहुन्न। उहाँ त हाम्रो गोठालो हुनुहुन्छ, उहाँ हाम्रो अभिभावक हुनुहुन्छ, उहाँ हाम्रो पास्टर हुनुहुन्छ। त्यसपछि ती बुद्धिजीवी मानिसले भन्नुभयो, यस्ता ठग पास्टर, आज त यो बाजे स्योर जेलमा जान्छ, कसैले पनि रोक्न सक्दैन। तिमीहरू अन्धो भयो, तिमीहरूले 100 कडा 10 ब्याज लिएको। त्यसपछि ती विश्वासीहरूले भन्न थाले, अन्धो हामी होइन, अन्धो तपाईँ हुनुभएको छ। उहाँले कहिले पनि ब्याज दिनुभएको छैन, उहाँले सबै ऋणहरू माफ गर्नुभएको छ। जब 100 कडा 10 को हिसाबले 100 र ब्याज बराबर हुन्छ नि, उहाँले सबै ऋणहरू माफ गर्नुहुन्छ। र जसले अगाडि फर्काउन चाहनुहुन्छ त्यसमा पनि उहाँले ब्याज घटाएर बाँकी जति बच्छ नि त्यति मात्रै लिनुहुन्छ। र उहाँले आजसम्म कहिले पनि हामीसँग पैसा फिर्ता लिनुभएको छैन। त्यो सुनेपछि ती बुद्धिजीवी मानिस पनि छक्क परे र आफ्नो कागज लिएर थाल्नुभयो। र साँच्चीकै त्यो कागजमा त्यही लेखेको थियो, जब त्यो 100 र ब्याज बराबर हुन्छ नि, तिम्रो सबै ऋण माफ हुनेछ। त्यो कागजमा त्यही नै लेखेको थियो। त्यो सुनेपछि, त्यो देखेपछि ती बुद्धिजीवी मानिस छक्क परे, अचम्म लाग्यो। प्रिय विश्वासीहरू, यो ज्ञानको घमण्ड भएको मानिस, यो बुद्धिको घमण्ड भएको मानिस, पढाइको घमण्ड भएको मानिस र धनको घमण्ड भएको मानिस यस्तै अन्धो हुन्छन्। पढाइको घमण्ड भएको मानिसले अर्को नपढेको मान्छेलाई एउटा धुलो बराबर पनि गन्दैन। उसले त केही पनि जानेको छैन जस्तै व्यवहार देखाउँछ। प्रियहरू, मैले आफ्नै आँखाले देखेको छु र मैले आफ्नै कानले सुनेको छु। एकजना पास्टर बुवा पुलपिटमा गएर गर्वका साथ भन्नुभएको थियो, मैले आजसम्म 5 पटक बाइबल पढेर सकाएँ। त्यसको कुनै पनि मूल्य छैन प्रियहरू, त्यसको कुनै पनि मूल्य छैन। 10 पटक नै पढेर सकाउनुहोस्, त्यसको कुनै पनि मूल्य छैन। बाइबल पढेर कति बुझ्नुभयो?
त्यसको पनि त्यति धेरै मूल्य छैन। तर मूल्य यो कुराको छ, त्यो बाइबलको वचन तपाईँको हृदयमा कसरी राख्नु भएको छ र त्यो परमेश्वरको वचनलाई आफ्नो जीवनबाट कसरी बगाउनु भएको छ। मानिसहरूले परमेश्वरको प्रेम तपाईँबाट देख्नुपर्छ। पढाइको घमण्ड नगर्नुहोस् प्रियहरू, तपाईँको आफ्नो पदको घमण्ड पनि नगर्नुहोस्। तपाईँले आफ्नो कामबाट कति पैसा कमाउनुहुन्छ त्यसको पनि घमण्ड नगर्नुहोस्, किनभने यी सबै थोकहरू परमेश्वरको अगाडि धुलो समान छन्, किनभने त्यसमा तपाईँको घमण्ड मिसिएको छ। कोही पनि मानिसहरूलाई यो नसोध्नुहोस्, तपाईँ दिनमा कति पटक प्रार्थना गर्नुहुन्छ? म त 5 पटक गर्छु, म त 10 पटक गर्छु। यो नदेखाउनुहोस् प्रियहरू, यो सबै घमण्ड गर्ने कुराहरू हुन्। प्रार्थना त गुप्तमा हुन्छ प्रियहरू, मत्ती 6:6 भनेको जस्तै। प्रार्थना त हाम्रो जीवनबाट हरेक समय बगिरहनुपर्छ र तपाईँको जीवनबाट मानिसहरूले परमेश्वरको प्रेमको महसुस गर्नुपर्छ। यो कथालाई पुरै सुन्नुहोस् प्रियहरू, यसले तपाईँलाई केही न केही आशिषित अवश्य गराउनेछ। र त्यही समय ती बुद्धिजीवी मानिस, ती वृद्ध मानिसको अगाडि, ती परमेश्वरको जनको अगाडि खुट्टा समाएर हृदय माफी माग्न थाल्नुभयो, किनभने ती बुद्धिजीवी मानिसले ती वृद्ध मानिसलाई, ती भलो मानिसलाई जेलमा बन्द गर्न जाँदै हुनुहुन्थ्यो। र त्यही समयमा ती वृद्ध मानिसले भन्नुभयो, मेरो प्रिय भाइ उठ, मेरो शरणमा नपर, मेरो अगाडि निहुरिनु पर्दैन। तिमी केवल परमेश्वरको अगाडि निहुर्यौ, किनभने परमेश्वरले तिमीलाई प्रेम गर्नुहुन्छ र यही प्रेम तिमीले आज मबाट देखेको छौ। मेरो प्रिय भाइ, मलाई सुरुमै थाहा थियो तिमी मलाई फसाउन आउँदैछौ भनेर, तर मैले त्यही समयदेखि नै तिम्रो लागि प्रार्थना गरिरहेको थिएँ कि तिमीले पनि परमेश्वरको प्रेमलाई महसुस गर्नुपर्छ। र त्यही समयदेखि नै ती बुद्धिजीवी मानिस ती बाजेसँग सँगसँगै बस्न थाले, बाजेलाई सहायता गर्न थाले, किनभने ती बुद्धिजीवी मानिसले पनि परमेश्वरको प्रेमको महसुस गर्नुभएको थियो, परमेश्वरको प्रेमलाई चाख्नुभएको थियो प्रियहरू। र त्यो वृद्ध बाजेले पनि जसरी उहाँले आशिष पाउनुभएको थियो, त्यो आशिषलाई गाउँभरि बाँड्नुहुन्थ्यो र त्यहाँका सबै मानिसहरू ती बाजे जस्तो, ती बुवा जस्तो बन्न चाहन्थे। र परमेश्वरको वचनले भनेको छ, लिनुभन्दा दिनु उत्तम कुरा हो। आमेन।